ऐन चाहिँ हामीले कुकुर देख्यौँ बाटोमा है, ब्ल्याक कलरको कुकुर। त्यो कुकुर भनेपछि मलाई चाहिँ डर लाग्दैन खास चाहिँ, भाइको चाहिँ सातो जान्छ क्या है। अनि कुकुरले गरेर है अनि हामीलाई झन्डै टोकेन। अनि यो चाहिँ हो हाम्रो कुम्लो, गाउँबाट पठाइदिएको कोसेली। अहिले चाहिँ हामी घर आइपुगिसकेका छौँ। घरको मान्छेले चाहिँ हामीलाई गेट नखोलेर हामी चाहिँ गेट बाहिरै बसिरहेका छौँ। हामीले केही पनि अमिली पनि खाएन है, खा त भाइ, खाएन अमिली। अनि काठमाडौँमा चाहिँ आज पानी पर्ला जस्तो भयो है, लास्टै हावा चलेको, जाडो जाडो हो। अनि भाइ भनिदेऊ आज हामी के खाँदैछौँ म सबै हेर्नुहोस्। आज हामी खसीको मासु खायौँ, दिउँसो अब सेल पकाउने। सेल पकाएको नि हामी भ्लग लिएर आउनेछौँ। सेल चाहिँ सबै भाइले पकाउँछ अनि मैले पनि पकाउँछु अलिअलि मिलेर होइन। अहिलेलाई एकछिनलाई रोकिए त ब्लग। गाइस भर्खरै मेरो दिदी आउनु भएको छ, डाक्टर दिदी। हेर्नु त के लिएर आउनु भएको छ, सुई। तपाईँहरू अनि सब्सक्राइब गर्नु भन्यो भने यही सुईले हानिदिनुहुन्छ हो कि होइन? सब्सक्राइब गर्ने कि नगर्ने ल त्यो नखाइ। गाइस अनि हाम्रो आमाले चाहिँ अहिले खाना पकाइरहनु भएको छ। खाना साँच्चै सेलरोटी। ए हेर्नु कसरी बनाउनु हुन्छ सेलरोटी। त्यति धेरै बनाइसक्नु भयो, अझ यति बाँकी छ। यता छ यता नि छ। अब के भन्न चाहनुहुन्छ? रोटी खाना, सबैजना भएर रोटी खाने एउटा सबैजना रोटी खान आउनु होला। आफ्नो परिवार सानैलाई सबै आउनु होला। अब फेरि एकछिनमा म फेरि आउँछु ल। मेरो आमाले चाहिँ ऊ जुत्ता कसरी बचाउने बिहेमा ल हेर्नु। लोभी भन्लान् है, जुत्ता चोरजना अझ दिएनन् भनेर लोभी भन्लान्। एक जोर जुत्ता त कति पर्छ? महमलका जुत्ता 500 पर्छ होइन? 500 को जुत्ता उसलाई लैआस। एक जोर जुत्ता महमलको किनेर लिएर जाने झोला हालेर दादा आउने बेला लगाइदिने, पैसा नतिर्ने, कस्तो मजा हुन्छ। 500 को जुत्ता उसैले लाज महमलका बेहुला जुत्ता लाएर त्यसलाई के काम? कस्ता लोभी कहलाई पैसा जब जुत्ता लुकाएर पैसा नदिने कति लोभी चुइया रे यिनीहरू भनौँ भने। चुया हामीले अर्को किनेर लगाएछौँ, अर्को लाउँछौँ, त्यो लान डराउँछौँ हामी। त्यसो अर्को जोरै लाने भए लैया। कति लोभी रहेछ यिनीहरू त। लोभी होइन, पैसा दिएर भन्छ नियम त्यही बसाल्न पर्छ। त्यो उनीहरू चाहिँ लोभी, अर्का खुट्टा जुत्ता लाने चाहिँ लोभी। हामी लोभी हो? हामी त अर्को जोर किनेर लान्छौँ। म त सुते गर्नु 10,000 20,000 का जुत्ता अर्को लाएर ल्याउने फेरि बरु उसैलाई त्यो 50,000 तिर्न भन्दा त होइन। अहिले चाहिँ खाना खान लाग्यो है। अहिले गाइस जब चाहिँ म सुत्न लाग्यो, त्यही भएर अहिलेलाई बाई बाई। 2 दिनपछि भ्लग आउँछ है। अहिले गाइस आमा अहिले थाकेर बस्नु भएको छ, त्यही भएर हाम्रो नयाँ सेल पकाउने मान्छे हेर्नु, मान्छेले सेल पकाइरहनु भएको छ अहिले। यहाँ सेलमा अरू सेल अझै यत्रो बाँकी छ, 2टा भाडा बाँकी छ। कहिले पकाइसक्ने? अब सुजन दादाको बिहेमा पकाएर जति भनेको। अब कतिवटा बाँकी छ यसबाट? अब कतिवटा धेरै हुन्छ अझै। अनि के भन्नु? अब के भन्नु, भान्जाले धेरै खानु भन्ने, अब केही नभन्नु। ए यसरी यहाँ यसरी घुमाएर यसरी पकाएको छ है। ए सेल चाहिँ गोलो भएको छ। यसको बिचमा के पो राख्छ होइन? के राख्छ बिचमा? नुन राख्छ एउटा राख्छ। ए हेर्नु हाम्रो भाडा किचन।